आजको मेरो यात्रा काठमाडौँदेखि सोलुसम्मको बिहान 4:30 बजेदेखि सुरु भयो। 5 बज्न साथ मैले काठमाडौँभरिलाई पछि पार्दै आफ्नो यात्रालाई अघि बढाएँ। खोलाको आकार अरू बेला भन्दा अलिक ठुलो नै थियो र मलाई डर थियो बाटो बिग्रिएको छ कि भन्ने। सबैजना भोकाए जस्तो लागेर हामीले खाजा खाने निदो गऱ्यौँ। खाजा खाइसकेपछि मैले चियाको चुस्की लिँदै यात्रालाई अघि बढाउने निदो गरेँ। यात्राको क्रममा मलाई सधैँ पनि यहाँ भएको यो ऐनाको दृश्य सधैँ कैद गर्न मन लाग्छ। सुनकोसीको पुल तर्दै हामीले यात्रालाई अगाडि बढाउने निदो गऱ्यौँ। पिप्लाटे भन्ने ठाउँमा आएर हामीले खाना खाने निदो गऱ्यौँ र हामीले खाना खायौँ। सोलुको मुख बस्ने साथ हामीलाई बादलले भने स्वागत गरिरहेको थियो। She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never. सल्लिरीतिर जाने बाटोलाई छोड्दै हामी आफ्नो गन्तव्यतिर जाने बाटो लाग्यौँ। Still anchored by my fear, but time rolls on like open roads, and soon she won't be here. Oh traveler, हामीले जानुपर्ने गन्तव्य भने त्यही थियो। यात्राको क्रममा आउने सानो सानो अवरोधलाई हामीले पार गर्दै आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरह्यौँ। यहाँ आइपुग्न साथ मलाई मेरो घर नजिकिएको जस्तो महसुस भयो। एन्ड फाइनली म मेरो जन्मघरमा आइपुगेँ। Thank you for watching.